शहरीकरण व अपयाचंगु जनसंख्या वृद्धिया कारण सोनिगल लगायत शहर बजारिया क्षेत्र चकंगु थ्या खनेत एप विठुङ्गुदु शहर बजारे चकंगु थ्याया अभावया कारण ल्यामत मस्त आउटडोर कासा मिटेगु सोया इन्डोर कासा अझ विद्युतीय ग्याजेट मिटेगु लत लगेजुया चंगुदु गुकी याना लिपाङ्गु इले ल्यामत व मस्त एकोरो पन्जुइगु मानसिक तनाव लगायत ठिठी कठया स्वास्थ्य समस्या बोलना चंगुदु थोय अवस्था या त ध्याने तया यलया गुसिंगाल्या खुसीसिते हिमाली राइडर थैगु संस्था यल महानगरपालिका लिसे सहकारी याना पम्प ट्र्याक निर्माण यागुदु यसलाई चाहिँ हामीले पम्प ट्र्याक भन्छौँ हैन यो चाहिँ हाम्रो यो सिक्नलाई हो भनौँ न बिगिनर्सहरूलाई जसलाई पनि एडभान्स चलिसकेको गर्छ नि उनीहरूलाई चाहिँ एउटा सिक्ने स्पेस हो के यो चाहिँ अब यो भेल्यु सल्युसन्स भन्ने एउटा पम्प ट्र्याक पहिलादेखि उनीहरूले बनाउँथ्यो उनीहरूको चाहिँ अब 6,600 भन्दा बढी छ भनौँ न प्रोजेक्ट्सहरू हजुर विभिन्न देशमा अब जुन जुन ठाउँमा चाहिँ पोसिबल छ नि उनीहरूले हेर्छ अब गर्नुपर्ने ठाउँमा गरिदिन्छ यो चाहिँ उनीहरूले अब स्पोन्सरहरू लिन्छ अब अरूहरूसँग पैसा डोनेसनहरू लिएर यो चाहिँ अब भेल्यु सल्युसन्सले चाहिँ क्र्याङ ब्रदर्सबाट सपोर्ट लिएर अनि बनाएको हो कि नेपालमा आएर साइकल छगु साहसिक कासा व थुकिन भरपूर मनोरञ्जन क्याफे थैगु उद्देश्य थन छुवा न्य पम्प ट्र्याक निर्माण यागु ख थौकने थन ल्याम त मस्त मुना ट्र्याके साइकल गया हेपुका चंगुदु इमसा थन साइकल वाकेगु नाप नाप ठिटी कठया साइकल या कला कौशल केनेगु ज्यातक याना वया चंगुदु थपिन त थन साइकल गए दया तस्कन हे पुगु व थन साइकल गया थपिनेगु दथुई आपसी भाइचारा व सद्भाव बोलंके तक ग्वाली जुगु थका साइकल कासामी तेगु थापुदु अब कम्युनिकेसन नै राम्रो हुने भयो एकअर्का बीच हैन अब चलाउने बिगिनर्सहरूले अब एडभान्सहरू अब चलाउन आउनेहरूले आएर सिकाउन नि पाउने र प्लेटफर्म भयो कसरी चलाउने के गर्ने भनेर थौकने थोथाया जखया मस्त बनेकुथि छे वे व साइकल जना थन मिते त वेगु याना वे चंगुदु पम्प ट्र्याके साइकल गइबुले हेपुकेगु नाप नाप शरीरे चोटपटक जिगु न उलिहे खतरा दु राम्रै हो अब जे होस् हाम्रो अब फिजिकली एक्टिभ नै भयो मान्छेहरू हैन फिट नै हुने भयो अब सिकिन्छ पनि अब साइक्लिङ कसरी चलाउने भयो ब्यालेन्सहरू कसरी हुन्छ फ्लोहरू कसरी हिँड्ने सब सिकिन्छ जे होस् थते चोटपटक बजुइमा थका साइकल गइबले सुरक्षा मापदण्ड नालिमागु खनेदु त्यो फर्स्टमा चाहिँ अब हेलमेटहरू कम्पलसरी नै हो हैन मैले चाहिँ लासिन जेस त्यो किनकि अब प्रोटेक्सन त चाहियो नि त लड्यो ओऱ्यो भने के हुन्छ हैन अनि अर्को भनेको चाहिँ अब साइकलको कन्डिसन राम्रो होस् हैन जस्तो जे भए पनि हुन्छ हुन चाहिँ 2 व्हिलर्स 1 व्हिलर स्केटबोर्ड जे नि चलाउन पाइयो थन साइकल नाप नाप स्केटिङ स्केटबोर्ड लगायत ठिठी कासा मिटेजो
मस्त 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 मोबाईल ओहो क्या दामी हुने होगा यसमा त ब्रेक हान्नै पर्दैन कि यसमा ब्रेकको जरुरी छैन अलिकति ब्रेक हालेर पनि मान्छे